हेलो गाइस है नर्थ सिक्किमको आज सेकेन्ड डे अनि यहाँ लाचुङमा आएर बसेको थियौँ अन्त अब हामी आज चाहिँ युमथाङ भ्याली जान्छौँ अनि अब पर्मिसन दियो भने 0 पोइन्ट पनि जाने विचार छ त्यहाँबाट आएर हामी कटाउ जान्छौँ होइन अहिले बिहान अब 5:10 हुँदै होला अहिले बिहान हाम्रो पोल स्टार्ट हुन्छ होइन पानी त परेको छैन तर अब हामी रेनकोटहरू प्याक गर्छौँ अन्त चाहिँ हामी निस्किन्छौँ अब अहिले भरे कस्तो कस्तो लोकेसनहरू आउँछ है म तपाईँहरूलाई भिडियोको मार्फत देखाउने कोसिस गर्नेछु भयो अहिले अब है हामी युमथाङ भ्याली पुग्नु आँटेको छौँ है हिउँ चाहिँ अब त्यस्तो बेसी छैन रहेछ है अहिले जङ्गल बिचमा रोकिरहेको छु चिसो चाहिँ चिसो हुँदो रहेछ है बाइकर्सहरूले चाहिँ स्पेसियल्ली ग्लोभ्स मात्रै नलाएर भित्रबाट एउटा सानो ग्लोभ्स पनि हुन्छ त्यो लगाएको ठिक किन भन्दाखेरि ओभरै चिसो हुँदो रहेछ है हामी आए 4टा बाइक 5जना यता नर्थको सानो अब यसो घुम्दै निस्केको है तपाईँहरूले हेर्नु सक्नुहुन्छ अब यो चाहिँ युमथाङ पुग्नु 5 किलोमिटर होला सायद के करता है भाइ के करता है ऊपर ऊपर करता है ठोकता है ठोकता है ठोकता है ठोकता है हिउँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले रोडको छेउछेउमा है ब्ल्याक आइस चाहिँ छैन रहेछ धन्न बाई लक्कीली अन्त यसरी घुम्दै 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 जाँदैछौँ 2 किलोमिटर युमथाङ भ्याली 2 किलोमिटर रहेछ है यहाँ अगाडि देख्न सक्नुहुन्छ अब हल्का यस्तो अब अलिअलि हल्का रोड त यो नर्थमा अब हुन्छै हुन्छ है सबैलाई थाहा भएको कुरै हो तर उता लाचेन गएको जतिको हामीले रक चाहिँ यता फेस गर्नु परेन राम्रै रहेछ बाटो त्यतिको है तपाईँहरू आउनु सक्नुहुन्छ बाइक लिएर आरामले किनभने यस्तोमा यहाँनिर उता चाहिँ मलाई अब भन्छु म हेर्दै जान्छु है कस्तो छ है सिनहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले है चिसो चाहिँ चिसो छ हात तली हात छिराइरहेछ हो के भन्नु साइन दिँदैछ अगाडि जाने है टुरिस्ट गाडीहरू पनि जाँदैछ है फगीले चाहिँ मेरो आँखै बन्द भयो लो हाम्रो के हो यो जाइलो होला सायद जाइलो रहेछ है ओहो लुगा रफ रोड तर यतिको रफ रोड त केही पनि होइन अब निकै हाई अल्टिट्युडमा आइपुग्यौँ है चिसो निकै बढ्यो हावा त पुरा फिराउँदैछ है असर ये हुआ हेर्न सक्नुहुन्छ तपाईँले भ्यूहरू है यस्तो भ्यूहरू छ
हिउँ हुँदा चाहिँ कति थियो भन्ने कुरा चाहिँ अन्दाज लगाउन सक्नुहुन्छ यो हाइटले झन्डै 1 फुट जस्तो अग्लो चाहिँ हिउँ थिएछ यो रोडको चाहिँ अब हटाउँछ है आर्मीहरूले यो भएको हो यसरी अब के गर्नु रफ रोड आइहाल्छ जोगाउनै पर्यो ओके हामी लगभग युमथाङ भ्याली आइपुग्नु आँटेको होला यहाँनिर तपाईँहरूले यहाँ पनि किन्नु सक्नुहुने रहेछ है यो टाइममा चाहिँ What happened, brother? Oh. अरे ब्रेक लागेन अरे युमथाङ भ्याली फाइनली हामी आइपुगेको रहेछौँ अब यहाँ चिया खाएर हामी जान्छौँ है हेर्नु सक्नुहुन्छ यसरी यहाँ चाहिँ है यस्तो जाडोमा अब यस्तो चिसोमा हात सेक्नु पाउँदा है अब ग्लोभ्स खेलेरै सेक्नु पर्यो होइन यता चाहिँ हाम्रो सहयोग दा है ऊ चाहिँ अब अलिक हौडे मान्छे रहेछ मैले अघि ग्लोभ्सको कुरा गर्दै थिएँ भित्रबाट यो खालको सानो ग्लोभ्स भएको ब्याटर अब हामी चिया खानु लाग्यो यो चाहिँ हाम्रो सुरज दा क्यामेराम्यान कलर त हौडे छ मान्छे कस्तो छ अरे ब्रो चिया छैन सर कस्तो छ अरे कस्तो छ अरे ए तर यसरी भिडियो चाहिँ दामी निकालिदिन्छ जे होस् सुरज दा है तर खालि उसको गर्लफ्रेन्डलाई मात्रै पठाउँछ र त हामीलाई पठाउँदैन टिकट हुँदैछ नि राम्रो लाग्छ फिलहाल चाहिँ युमथाङ भ्याली चाहिँ यही रहेछ है अहिले फुलहरू चाहिँ छैन छ सिजनमा चाहिँ यो डल्लै फुल फुलेको हुन्छ अरे है अप्रिलमा अहिले हामी मार्च आज 30 तारिक है छैन त्यो फुलहरू केटाहरूले भिडियो गर्दो रहेछ लाइनमा आउनै पर्यो ओइ छेउमा जा हामी हेरेको हेरे पढ भएर हामी हेरेको हेरे अलिक क्लोज जानु है हामी हेरेको हेरे भित्ता हिँड भित्ता हामी हेरेको हेरे अहिले हामी चाहिँ 0 जाँदैछौँ है 0 पोइन्ट अब 0 पोइन्ट चाहिँ पुग्छौँ शिव मन्दिरसम्म चाहिँ हामी जानेछौँ किन भन्दा हाम्रो फोटो कपी भएको छैन कि पासको त्यसले गर्दा हामीलाई अब त्यहाँबाट पर्मिसन दिन्छ दिँदैन त्यो के भन्नु सकिएको छैन यो चाहिँ हाम्रो अभिषेक दाले हो सो अहिले हामी हाम्रो हल्का फोटोसुट पनि हुँदैछ है अगाडिबाट फोटोसुट भन्दा पनि भिडियो निकालिदिँदै होला दाले त्यसरी आउँदाखेरि एउटा क्यामेराम्यान चाहिँ ल्याएर आउँदा चाहिँ राम्रो फुटेजहरू दिन्छ है भिडियोहरू शिव मन्दिर 2 किलोमिटर मात्रै रहेछ अब है हामीलाई पोजिसन देखाउँदैछ दाले यहाँदेखि यिनीहरू ठिक्क आउँछ भिडियो भनेर पावर ल्याग गरेको फिल हुँदैछ
चाहिँ हाम्रो 10 RR जाँदैछ। अगाडि हाम्रो क्लासिक 360 छ अनि हाम्रो पछाडि RTR 310 छ। हाम्रो सुरज दाई क्यामेराम्यान भिडियो राम्रो आएन कन्फर्म on camera. On camera. फाइनली अहिले फिलहाल हामी चाहिँ 0 पोइन्ट है नट 0 पोइन्ट आइपुगेको छौँ होइन। 0 पोइन्ट यहाँदेखि उता चाहिँ हामीलाई जानु एलाउ छैन रहेछ, किन भन्दा यहाँबाट उता चाहिँ चाइना बोर्डर चाहिँ 12 किलोमिटर मात्रै अरे हो। सो यस्तो रहेछ है 0 पोइन्ट चाहिँ अहिले फिलहाल चाहिँ हेर्दै गर्नुहोस् होला।